हेलो गाइज, गुड मर्निङ। आज तपाईँहरूलाई देखाउनेवाला छु मेरो करेसो बारीमा के फलिरहेको छ, कति राम्रो फलिरहेको छ भनेर देखाउनेवाला छु। सबभन्दा पहिला त तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो कति राम्रो टमाटर फलिरहेको छ। उता चाहिँ मकै फलिरहेको छ, यता चाहिँ मकै र बोडी फलिरहेको छ। अब हामी यता जामै गाइजहरू, यहाँ चाहिँ फर्सी फलिरहेको छ। अब हामी यता जामै गाइजहरू, यता चाहिँ हाम्रो पुरै टमाटर फलिरहेको छ। यहाँ चाहिँ पुरै प्याज फलिरहेको छ गाइजहरू, हेर्न सक्नुहुन्छ पुरै प्याज छ। यता चाहिँ पुरै अर्ग्यानिक तरकारी फलिरहेको छ। अब तपाईँ यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो बोडी फलिरहेको छ हाम्रो। अब यहाँ पुरै राम्रोसँग फलिरहेको छ। यहाँ पनि बोडी छ, यहाँ पुरै प्याज छ गाइजहरू। अनि यहाँ चाहिँ गोलबेरा छ। अनि यहाँ चाहिँ नि हामीले धनियाँ लगाएको थियौँ, त्यो सब सुक्यो। अब तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ पनि हाम्रो टमाटर फलिरहेको छ, यहाँ पनि हाम्रो गोलबेडा फलिरहेको छ। पुरै कति राम्रो फलिरहेको छ गाइज, हेर्न सक्नुहुन्छ पुरै राम्रो फलिरहेको छ गाइजहरू। हामी तपाईँहरू राम्रोसँग हेर्न सक्नुहुन्छ पुरै यति राम्रो फलेको छ टमाटर। सो अब हामी चाहिँ नि यता जान सक्छौँ। यहाँ चाहिँ हाम्रो खुर्सानी फलिरहेको छ, यता चाहिँ नि हेर्न सक्नुहुन्छ खुर्सानी फलिरहेको छ। सो अब हामी यता जान्छौँ। यता चाहिँ नि पुरै हेर्न सक्नुहुन्छ गाइजहरू, पुरै मकै फलेर फलेर मकै र बोडी फलिरहेको छ गाइजहरू। यहाँ चाहिँ नि पुरै प्याजै प्याज छ। अहिले त प्याज खाने त भएको छैन र त्यही पनि प्याजै प्याज छ गाइजहरू। हामी पुरै प्याज सिधा गरिसकेको छौँ। यता चाहिँ नि पुरै टमाटर छ गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईँहरूले। जति हाम्रो त बोडी टमाटर मकै छ, प्याज छ। सो गाइस